सबैलाई गुड आफ्टरनुन भन्नुपर्छ। वेलकम ब्याक माई मिनी भ्लगमा स्वागत छ। आफ्टरनुन सबैजनालाई भन्नुपर्छ। म चाहिँ अहिले घाँसमा जाँदैछु भन्नुपर्छ। अहिले चाहिँ घाँस काट्नलाई जाँदैछु। अब हेरौँ कहाँ पुगिन्छ थाहा छैन। आज चाहिँ बाख्राको घाँस लिएर आउनुपर्ने छ जङ्गलबाट भन्नुपर्छ। तल चाहिँ यिनीहरू सबै लडाहरू बिरुवाहरूलाई बेरेर ढुक्रो बनाएको छ भन्नुपर्छ। अनि अब म चाहिँ यतातिर यस्तै घाँस खोज्दै आउनु पर्यो भनेको घाँस छ छैन थाहा छैन र पनि जाँदैछु भन्नुपर्छ। यहाँ चाहिँ पानीको मूल फुटेर हैरान भएको छ यहाँभरि पानी नै पानी, जता पनि पानी नै पानी। हाम्रो गाउँमा मेरो माइतमा फेरि पहिला चाहिँ साह्रै पानीको अभाव थियो तर अहिले चाहिँ त्यस्तो पानीको अभाव चाहिँ छैन। पानी चाहिँ छ तर ठिक्कमा छ, यहाँको जस्तो प्रशस्तै पाइँदैन भन्नुपर्छ। अनि कस्तो समात्दा छ। अनि अहिले चाहिँ यहाँ तल चाहिँ अलैँचीहरू रोपेको छ। अनि म चाहिँ यहाँ बसेको छु भन्नुपर्छ। अनि धारा पनि छ, धारा। अनि त्यहाँ चाहिँ पानी आउँछ, पानी थापेर खानेले खानुहुन्छ यहाँ होइन। अब तिर्खा लाग्ने मान्छेहरूले। अनि अब म पनि खानु पर्यो, धेरै दिनको बसाइपछि यतातिर आएको भन्नुपर्छ। धारामा यहाँ चाहिँ पानी छ, यहाँ चाहिँ जतासुकै पानी नै पानी छ। यता हेऱ्यो पानी, यता हेऱ्यो पानी, खै कति धेरै पानीको मुहानहरू हो। गाह्रो छ हौ मलाई धुन नमिल्ने। अनुहार धुनु पर्यो, मुहार चम्किलो बनाउँछ कि भन्नु नमिल्ने। चायाले गर्दा डन्डीफोरले गर्दाखेरि सबै अनुहारहरू ढुट्टो भइसकेको छ। अब के आश गर्नु, राम्रो हुन्छ भनेर त। र पनि धोइएको छु अलिक फ्रेस हुन्छ भनेर। दिउँसो सुत्ने बानी हटायौँ भनेको निन्द्रै मात्र लाग्छ। अनि सुतेपछि फेरि उठेर हिँड्दाखेरि कस्तो अल्छी लाग्छ। गाह्रो छ हौ मलाई। अब के गर्नु, यस्तै छ जिन्दगी, चलिरहेको छ यसरी नै। र चलाउनु पनि पर्छ भनेर सिकाउनु भएको छ मम्मीले, त्यही भएर चलाउँदैछु भन्नुपर्छ। अब कहाँतिर घाँसमा जाने भन्ने कुराले चाहिँ मलाई अलमल पराइरहेछ। अब घाँसमा त आउनु त अब मम्मीले घाँसमा जाऊ भनिसकेपछि त म खाली फर्किने कुरा पनि त आउँदैन नि त होइन। खाली फर्क्यो भने त कस्तो लज्जित पाराको हुन्छ होला नि त। अनि फेरि घाँसमा पठाएको बुहारी नाम्लो बोकेर घर फर्की आए त्यत्तिकै भन्नु त कस्तो अनौठो सुनिन्छ होला होइन। अब घाँस चाहिँ लानु छ मलाई होइन, तर घाँसको बोटहरू यहाँ जङ्गलमा कहाँनिर छ भनेर हेर्नु पर्छ। मेरो चप्पलै तल पुग्यो नि भगवान्। भगवान् कहाँ गएको हे भगवान्। यो चप्पलले पनि गाह्रो छ मलाई, मेरो चप्पलै तल पछि गयो त हौ। यहाँ चाहिँ कहाँनिर चाहिँ रहेछ त हौ घाँस भनेर हेर्दैछु म चाहिँ। अब घाँसको बोट देखेपछि घाँस सास काटेर घारी लाएर घर जाऊँ भनेको। अब सम्झिने पानी छम्किने जस्तो मात्र छ जङ्गलमा चाहिँ। कहाँतिर काट्नु जाने त भनेपछि र पनि अब जाऊँ, कहाँसम्म पुगिन्छ त्यहीसम्म जानुपर्छ। घाँस होइन हेर्नु, अस्ति बर्खामा यस्तो भत्काएर बाटो कस्तो राम्रो सब भत्काएर
पहिला यहाँ हुँदै हामी कति दाउरा रे चारोहरू खोजेको ठाउँ हो। यस्तो पानी परेर सिस्नुको बुटहरू छ, कति छ यहाँ चारो। बाटो पनि भुलेपछि यस्तै हुन्छ जिन्दगीमा। बाटो राम्रो हुँदाहुँदै किन भत्क्यो मेरो बाटो भन्ने बेला भएको छ यहाँ। माथि रोडको भेल आउँछ अनि ढुट्टो रोड बनाइदिन्छ, अनि यहाँ तल पनि गम्ब्याङ गुम्रो ल्याउँछ, यहाँ पनि ढुट्टो बनाइदिन्छ। अनि भरे जाने कुन बाटो आउने भनेर कन्फ्युज भएर त्यो बाटो म त मर्छु कि क्या हो यहीँ। अब यस्तरी नै जानु होला नि अब कतातिर। पानी झर्दैछ अलिअलि। यहाँ पहिला कस्तो राम्रो बाटो थियो, अहिले यस्तो भत्याङ्ग्रो भुतुङ बनाइदिएको छ बाटो। अस्ति बाढी आएर बर्खामा त यहाँ हुँदै त हिँड्न पनि सकिँदैन, गोठाला गर्न पनि सकिँदैन, केही गर्न सकिँदैन। बाटो यस्तो छ नि। यता चाहिँ खोला अलिक ठुलो रहेछ यहाँ चाहिँ। आम्मामामामा लास्टै हो खतम गर्नु छ क्या बाटोहरूको छ। म त मर्छु कि क्या हो, यहाँ पानी पनि आउँदैछ गाडी भन्नुपर्छ। अब गाडी नै जानु होला हौ यो कटेरै। अब के गर्नु त हो, लेउ छ बाटो पनि चिप्लेर भरे सुलिप्तै त छिरी गयो भने। यो चाहिँ अलैँची झरेको छ, अलैँची जन्मै छ यहाँ चाहिँ होइन। गोड्नु भएको रहेछ अस्ति हाम्रो बाबाहरूले यहीँ आएर गोड्नु भएको थियो, त्यही खाने रहेछ अलैँची चाहिँ। अनि यहाँ अलैँचीमा नपुगेकोमा यस्तरी पानी लानुहुन्छ यहाँ चाहिँ बाँसमा लगाएर। बाँस यस्तो बनाएर बाटो नै छैन अनि के भन्नु खै। अब यस्तरी नै जान्छु जहाँसुकै होस्। भरे आउने बेला बाटो आउने बेलामा भेटिन्छ कि भेटिँदैन। अलैँची नै अलैँची छ। अब नि ए भगवान् टु बाटै छैन, रिस सुत्ने बाटै छैन। आमामा यहाँ पर कति साह्रो ओहो ओ माई गड। यो सबै अलैँची गाडी भइसकेको छ, यहाँ सबै फाँडेर राम्रो बनाउनु भएको रहेछ। अहिले चाहिँ पहिलाको भन्दा धेरै राम्रो। यिनीहरू चाहिँ खाने निङ्गुरे। पहिला हामी है चारोको भारी पुऱ्याएर खोज्थ्यौँ, अब अहिले त कल्लै खोज्ने। यहाँ त जति पाउँछ चारोहरू के गर्नु भन्नुपर्छ। ल अब यहाँ कहिले पुग्ने खै। माथिसम्म अलैँची पर अलैँची माथि सबै अलैँची। यहाँ तलदेखि अलैँची सबै अलैँची छ। यहाँ पानी यसरी ल्याउँछ हाम्रोमा चाहिँ नपुगेको ठाउँमा अलैँचीको। म चाहिँ बारीको घाँस बोकेर उकालोमा, बारी पुगेर पनि बाटोमा हिँड्दैछु भन्नुपर्छ। उकालोमा मैले चाहिँ अब घाँसको भारी कहिले गोठमा पुर्याउने थाहा छैन, बाख्राको गोठमा। अनि म चाहिँ अहिले हिँडिरहेको छु उकालोमा। अब कतै बिसाउने, कति थकाइ मार्ने, के गर्नु। जतै थकाइ मारे पनि एकछिन त थकाइ मेटिने हो, त्यसपछि फेरि थकाइ लागि नै हाल्छ हिँड्न थालिसकेपछि। तर पनि आफ्नो गन्तव्यमा नपुगिन्जेलसम्म चाहिँ रोकिनु हुँदैन। जति थकाइ लागे पनि विश्राम गर्दै जाने हो। आफ्नो गन्तव्यमा चाहिँ पुगेरै छोड्नुपर्छ है मित्रहरू। मेरो भन्ने भनाइ त होइन, यो साँचो कुरा हो। अनि
विश्राम गर्ने ठाउँ काहीँ पाइयो भने राम्रोसँग हेरेर विश्राम गर्नुपर्छ। भोलि विश्राम गर्दै त्यो विश्राम गर्ने ठाउँमा गलत मान्छेहरूको हातमा परियो भने गाह्रो हुन्छ। त्यही भएर थकाइ मार्न ठाउँ राम्रो हेर्नुपर्छ अनि मात्रै थकाइ मार्नुपर्छ। गलत ठाउँमा थकाइ मार्यो भने भरे आफैलाई गाह्रो हुन्छ। त्यही भएर राम्रो हेरेर थकाइ मार्नुपर्छ। कुनै सही ठाउँको मान्छे मतलब सही ठाउँमा थकाइ मार्छ त कोही गलत ठाउँमा थकाइ मारिन्छ। मेरो क्यामेरै के भएछ भाइ, कस्तो मधुर आइरहेको रिस उठ्ने अब चाहिँ अलिक क्लियर आएछ। अनि त्यही भएर जिन्दगीको बाटोमा जतै गए पनि ठोकिनु हुँदैन, पिल्सिनु हुँदैन, लड्नु हुँदैन त भनिन्छ। घरिघरि प्ल्यात्तै चिपेर लडिहालिन्छ। लडे पनि उठेर हिँड्नु चाहिँ छोड्नु हुँदैन। मेरो विचार धारणामा चाहिँ त्यो हो। अब अरूहरूको चाहिँ के छ थाहा छैन, तर अब जिन्दगीको लडाइँ हो, घरिघरि लडिन्छ। लडेर पनि उठेर हिँड्नु नै ठुलो कुरा हो होइन। त्यो मान्छेले सफलता अवश्य पाउँछ। म त लडेँ, उठेर हिँड्न सक्दैन, हिँड्दैन भनेर छोड्यो भने त्यो मान्छे कहिले पनि आफ्नो गन्तव्य लक्ष्यमा पुग्दैन। त्यही भएर हिँड्नुपर्छ। म त लडे पनि हिँड्छु, उठेर जति सुकै जेसुकै होस् लडेर पनि उठेर सिक्नुपर्छ। त्यही सबैभन्दा ठुलो महान व्यक्ति हुन्छ। तपाईँहरूलाई थाहा छै होला, सायद वैज्ञानिकहरूले पनि त कति कुराहरू असफल भए र पनि छोडेनन्। त्यस्तै हो म पनि, सफल नभइन्जेलसम्म त छोड्दिनँ, कन्टिन्यू दिइराख्ने हो। चाहे सफल हो चाहे नहो, चाहे गन्तव्यमा पुगौँ चाहे नपुगौँ, यसलाई चाहिँ कन्टिन्यू नै गरिराख्ने हो त।